Will I make you laugh? अब तपाई भन्नुहुन्छ उसले त मलाई हँसाउँछ He makes me laugh बुझ्नु भयो नि हैन He makes me laugh किन भनियो किनकि उसले मलाई हँसाउँछ भन्न हामी खोजिरहेका छौं He makes me laugh अब अर्को उसले मलाई रुवाइनन् She did not make me cry She did not make me cry अब हामी भन्छौं उनले बच्चालाई सुताउनु भयो अंग्रेजीमा कसरी भन्ने होला त यो She made the child sleep हामीले she make the child sleep किन भनेनौ किनकि त्यो गलत हुन्छ यो past form मा छ त्यसैले she made the child sleep भन्यौ हामीले made प्रयोग गर्यौं हुन त he she सँग makes प्रयोग गर्नुपर्छ तर past form मा भन्दा चाहिँ made मात्र हुन्छ maids हुँदैन है She made the child sleep जस्तै अब उसले उसलाई दौडाउँछ He makes him run He make him run भन्न मिल्दैन है He she पछि makes He makes him run र अघि जस्तै अब past form हो भने चाहिँ उसले मलाई झुटो बोल्न लगायो He made me tell a lie He made me tell a lie म रविलाई त्यहाँ जान लगाउँछु अंग्रेजीमा हामी यसलाई सजिलै भन्छौं I will make Ravi go there I will make Ravi go there जस्तै अब यो अर्को वाक्य हामी उसलाई यो गर्न लगाउन सक्छौं अंग्रेजीमा We can make him do this We can make him do this उहाँले मलाई यो गर्न लगाइरहनु भएको छ अंग्रेजीमा भन्दा He is making me do this लगाइरहनु भएको छ त्यसैले making He is making me do this कसैले त उसलाई रुवायो Someone made him cry Someone made him cry